2058 जेठ 19 गते भएको नारायण हिटी राजदरबार हत्याकाण्डका सम्बन्धमा यस अघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढाउने। दरबार हत्याकाण्डको कुरो आउँदै गर्दाखेरि पहिला कारबाही कसलाई हुनु पर्यो? पहिला पक्रेर ल्याएर कारबाही गर्ने भने रामचन्द्र पौडेललाई पनि त्यतिखेरको गृहमन्त्री, पर्जल शमशेर जगाडा आर्मीको चिफ, रुकमङ्गत कटुवाल, बाबुराम भट्टराई, त्यतिखेरका आर्मीका मान्छेहरू, त्यतिखेरका पुलिसको चिफ, सबैलाई छानबिन गरेर ल्याउन। कि त यो मोड्न खोजेको, कि त राजालाई पश्चिमाहरूको डिजाइनमा सबैलाई थाहा छ नि त कसले मारेको भन्ने कुरो त कसको योजनामा राजाको गर्दनमाथि आफ्नो गर्दन लगाउन जम्मै आउँछन् जस्तो मलाई लाग्छ। र पनि उहाँहरूले जुन गरिराख्नु भएको छ त्यसमा पनि हामीले गर्नुपर्ने हाम्रो कर्तव्य हो। यो जोसुकै भने यो सरस्वतीको मन्दिर हो, मदरसा भए पनि जे भए पनि त्यसको धनी त सरस्वती नै हुन् नि त। सरस्वतीको मन्दिर हो, विद्याको मन्दिर हो। चाहे भाषा छुट्टै हो तर विद्या त विद्या हो नि त, होइन? त्यसले गर्दाखेरि हामीले हाम्रो बुहारी यहाँ आइछिन्, आएर अनि त्यहाँबाट चाहिँ मलाई त यस्तो थाहा पनि थिएन। अनि बुहारीले नि भनिन् भुइँमा बस्नु पर्दो रहेछ, माटामा बसेर उ गर्दा रहेछन्, पढ्दा रहेछन्, नानीहरूको बिजोग रहेछ भनेर भन्दाखेरि ल मैले लगेर गरिदेऊ।